कञ्चनजङ्घा हिमाल भारतको या नेपालको? सबैजनामा नमस्कार। आज चाहिँ म तपाईँहरू समक्ष एउटा कुरा लिएर आएको छु। भयो के भन्दाखेरि मे 24 मा भारत सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतको गृह मन्त्रालयमा एउटा पत्र लेख्छन्, गृह मन्त्री अमित शाहलाई। र त्यो पत्रको आशय के छ भन्दाखेरि नेपालपट्टिबाट कञ्चनजङ्घा हिमालको आरोहणलाई प्रतिबन्ध लाइयोस् भन्ने छ। यो कुरा कसरी उठ्यो भन्दाखेरि मे 18 मा भारतको अरुणाञ्चल प्रदेशको 5 सदस्य टोली, नेसनल इन्स्टिट्युट अफ माउन्टेनियरिङ एन्ड एडभेन्चर स्पोर्ट्स भन्ने संस्थाको 5 सदस्य टोलीले चाहिँ नेपालपट्टिबाट कञ्चनजङ्घा हिमालको सफल आरोहण गरे। नेपालपट्टिबाट किन भन्दैछु भन्दाखेरि भारत सिक्किमपट्टिबाट चाहिँ कञ्चनजङ्घा हिमालको आरोहण प्रतिबन्धित छ। किन भन्दाखेरि सिक्किमको जनसमुदायले चाहिँ यो हिमाललाई एकदम भगवानको रूपमा, सेक्रेड होलीको रूपमा पूजा गर्ने भएकोले आस्थाको कारणले यो हिमाल भारतपट्टिबाट चाहिँ प्रतिबन्धित छ। यो घटनाक्रम घटिरहँदाखेरि नेपालपट्टि चाहिँ सन् 1955 मा मे 25 मा पहिलो सफल आरोहण भए यता 70औं वर्षगाँठ मनाइरहेको छ। त्यो परिप्रेक्ष्यमा यो घटनाक्रम घटिरहेको छ। अझ रोचक कुरा के छ भने यही सिजन मात्र 41 जना क्लाइम्बरहरूलाई चाहिँ पर्मिट दिएको थियो, आरोहणको निम्ति आरोहण स्वीकृति दिएको थियो हाम्रो पर्यटन मन्त्रालयको डेटा अनुसार। र करिबन 73,800 USD कलेक्ट भएको थियो त्यहाँदेखि, जुन हुन आउँछ नेपाली करिब 1 करोड रुपियाँ। यसले एउटा प्रश्न पैदा गरेको छ, भारतले अथवा सिक्किमका समुदायले यसलाई बुझ्दै गर्दा नेपालपट्टिबाट पनि प्रतिबन्ध लगाइनु पर्छ पर्दैन? तपाईँहरूको के छ राय? कमेन्टमा भन्नुहोला है त। हस्, नमस्कार।